जय नेपाल। म जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओसी दोलखाबाट सशस्त्र प्रहरी जवान रमेश विकल। डिओसीले सुरक्षा निकाय, जिल्ला सुरक्षा समिति, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग विपद व्यवस्थापन न्यूनीकरण सम्बन्धी विषयहरूमा समन्वय गर्ने कार्य गर्दछ। जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार यस वर्ष मनसुनमा नेपालको अधिकांश भागमा सामान्यभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। यसले बाढी, पहिरो लगायतका मनसुनजन्य विपद जोखिम बढाउने भएकाले राष्ट्रिय स्तरमा नै पूर्व तयारी कार्ययोजना निर्माण गरी लागू गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनले यस वर्ष देशभरिका करिब 4,57,000 घरधुरी र 19,97,000 नागरिकलाई प्रभावित पार्न सक्ने अनुमान गरिएको छ। यस वर्षको मनसुन यही जेठ 15बाट नेपाल भित्रिसकेको हुँदा आजैबाट हामी सचेत र सतर्क हुनु अति आवश्यक देखिन्छ। विपद आकस्मिक कुरा भए तापनि समयमै सतर्कता अपनाइयो भने विपदबाट हुने क्षति केही हदसम्म न्यूनीकरण भने अवश्य गर्न सकिन्छ। यदि दोलखा जिल्लाको कुनै पनि क्षेत्रमा वा नेपालको अन्य कुनै पनि स्थानमा रहँदा बस्दा यात्राको क्रममा विपदजन्य घटनाहरू जस्तै बाढी, पहिरो, आगलागी, सडक दुर्घटना, सडक अवरुद्ध आदि घटनाहरू हजुरहरूको आँखा अगाडि घट्छन् वा जानकारी हजुरहरूलाई हुन्छ भने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओसी दोलखाको सम्पर्क नम्बर 049 421 990 मा फोन गरेर वा अन्य सुरक्षा निकायहरू, सशस्त्र प्रहरी, नेपाल आर्मीमा जानकारी गराइदिनु हुन अनुरोध गर्दछु। हजुरहरूको एउटा सानो जानकारीले सुरक्षा निकायलाई उद्धार कार्यमा खटिन सहयोग पुग्नेछ र कसैको ज्यान जोगिन सक्छ वा कुनै ठुलो जनधनको क्षति हुनबाट जोगिन सक्छ। यो एक जिम्मेवार नागरिकको कर्तव्य पनि हो। विपद जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यलाई छिटो र भरपर्दो बनाउने सबैभन्दा महत्त्वपूर्ण कुरा सूचना हो। जति छिटो सूचना प्राप्त भयो त्यति छिटो उद्धार, राहत तथा पुनर्स्थापनाको लागि परिचालन हुन सकिने योजना अनुरूप सशस्त्र प्रहरी बल नेपालले प्रथम चरणमा विपद सूचक सङ्कलन गरिरहेको छ। उक्त सूचक सङ्कलन कार्यमा सहभागी भई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। बाढी, पहिरोका कारण कुनै घर, बस्ती जोखिममा रहेको छ र समयमा नै स्थानान्तरण गर्दा भविष्यमा हुन सक्ने क्षतिबाट जोगाउन सकिन्छ भने सम्बन्धित निकायमा तुरुन्त जानकारी गराई सुरक्षित हुनु अनुरोध गर्दछु। यात्रा गर्नु पूर्व सडकको अवस्था र मौसमको पूर्व सूचना लिएर मात्र यात्रा गर्नुहुन, साथै यात्राको क्रममा सडक अवरुद्ध भएमा वा सडक दुर्घटना भएमा डिस्प्लेमा दिएको नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल।